रोजगारीको सिलसिलामा घरबाट टाढा रसुवाको भोटेकोसी किनार पुगेका डडेलधुरा आलितालका 9 जना कामदार अचानक रसुवाको भोटेकोसीमा आएको हिमपहिरो र बाढीपछि सम्पर्कविहीन भएका छन्। आफ्ना परिवारको उज्जवल भविष्यको सपना बोकेर जलविद्युत आयोजनामा काम गर्न पुगेका उनीहरू एकाएक सम्पर्कविहीन भएपछि गाउँमा सन्नाटा छाएको छ भने आफन्तहरू गहिरो पीडामा छन्। रसुवा स्थित भोटेकोसी नदीमा आएको हिमपहिरो र बाढी कारण जलविद्युत आयोजनामा कार्यरत डडेलधुराको आलिताल गाउँपालिका 3 कान्तिपुर र वडा नम्बर 7 नाउलीका 9 जना कामदार सम्पर्कविहीन भएका हुन्। सँगै कार्यरत स्थानीय सुनिल बुढामगरका अनुसार आलिताल 3 कान्तिपुरबाट जलविद्युत कम्पनीमा पुगेका 7 जना मध्ये 6 जना अहिले सम्पर्कविहीन छन्। आफू भने उक्त दिन काममा नगएकोले सुनिल सुरक्षित रहेको उनले बताएका छन्। सम्पर्कविहीन हुनेमा आलिताल 3 कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली र सुन्दर बुढामगर र दिनेश रामजाली रहेका छन्। त्यस्तै आलिताल 7 नाउलीका दीपक घरतीमगर, राजेश घरतीमगर र किरण घरतीमगर सम्पर्कविहीन भएका हुन्। घरतीमगर सहोदर दाजुभाइ हुन्। सुनिलका अनुसार सो जलविद्युत आयोजनामा कार्यरत करिब 29 जना नै बाढीपछि सम्पर्कविहीन भएको जानकारी आएको छ। घटनाको वास्तविक अवस्था र बेपत्ता भएकाहरूको अवस्थाबारे भने थप विवरण आउन बाँकी छ। आज आएको बाढीले हजारौं मानिसहरू सम्पर्क बाहिर रहेका छन् भने दर्जनौं गाउँ तथा सहरहरूमा क्षति पुगेको छ। यति बेला आलितालका ती परिवारका लागि समय निकै भारी बनेको छ। परदेशिएको छोरो कहिले घर फर्किएला भन्ने आशामा बसेका परिवारका आँखाहरू अहिले रसुवातिरै अडिएका छन्। फोनको घन्टी बज्दा पनि हराएका आफन्तको खबर पो हो कि भन्ने आशा र अनि खबर नआउँदा बढ्दै गएको चिन्ता आफन्तहरूको पीडा शब्दमा बयान गर्न कठिन छ। आफ्नै गाउँका युवाहरू यसरी सम्पर्कविहीन भएपछि आलितालमा समेत चिन्ता र त्रास फैलिएको छ। घटनापछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको बताइएको छ। तर बाढीको भेलसँगै हराएका आफ्ना प्रियजनहरू सकुशल फर्किने आशामा परिवारजन र गाउँलेहरू प्रार्थना गरिरहेका छन्।